ल गुड मर्निङ। आजको हाम्रो यो मनस्लु सर्किटको तेस्रो दिन हामीहरूको यात्रा चाहिँ डेङबाट सुरु हुन्छ। डेङमा हामी चाहिँ विन्डी भ्याली रेस्टुरेन्टमा बसेका थियौँ र त्यसको ओनर हुनुहुन्छ हाम्रो कुमारजी, एकदम मिलनसार चन्द्र गुरुङ, एकदम चाहिँ मिलनसार दाई हुनुहुन्छ। उहाँसँगको बसाइ विन्डी भ्यालीमा अत्यन्तै सौहार्दपूर्ण राम्रो रह्यो र यसको साथसाथै बिहानको टेम्परेचर अहिले करिब 2 डिग्री छ र बिहानको समय 6:30 बजेको छ र हाम्रो सबैभन्दा अगाडि हुनुहुन्छ डाक्टर विनोद, हेलो, फलोड बाई निरज डाक्टर साहब, किरण डाक्टर साहब, ऋषि, डाक्टर ऋषि हाम्रो टिम क्याप्टेन, त्यसपछि हाम्रो भाइस निर्जल भाइ, उसले हाम्रो चाहिँ भाइस क्याप्टेन, उसले हामीलाई एकदम गाइड गरिरहेछ। अनि एकजना सहयोगी भाइ पेमा पनि छ र साथमा म डाक्टर रुद्र मरासिनी र हाम्रो यात्रा चाहिँ आज चाहिँ कहाँसम्म रे, नुमरुङसम्मको हुनेछ। ल यो पेमा भाइ पनि हाम्रो साइडमा छ। हामीले देख्न सक्छौँ लाप्चुङ हिमाल बिहानी पख अत्यन्तै सुन्दर देखिएको छ र तलपट्टि बेसमा डिही भन्ने बस्ती रहेको छ र ब्याकग्राउन्डमा बुढी गण्डकी नदी बगिरहेको देख्न सक्छौँ। हाई भनिदिनु सर। किरण सर पनि हाई भनिदिनु।